गाइस दार्जिलिङको जाम जाम घुमदिनको यहाँ उयोसम्म बजारसम्म नै जान्छ है। हेलो एन्ड नमस्ते गाइस, गुड मर्निङ सबैजनालाई। गाइस आज चाहिँ म दार्जिलिङ जाँदैछु हो। त्यतिकै घरमा बसेकोले गर्दाखेरि अल्छी लाग्यो, अन्त त्यसै कारणले त्यतिकै दार्जिलिङ पनि यसो घुम्नुको लागि भए पनि हुन्छ, टाइम पास पनि हुन्छ भनेर गएको गाइस होइन। अब चाहिँ आज चाहिँ तपाईँहरूलाई म दार्जिलिङको भिडियो देखाउँछु। दार्जिलिङ गएको हो आज चाहिँ, तर मैले स्कुटी लगेर जाँदैछु दादाको, किनभने बाइक चाहिँ मैले अस्ति बेचिदिइसकेँ नि त, त्यसै कारणले गर्दाखेरि स्कुटीमा बनाउँछु आज चाहिँ गाइस होइन। तपाईँहरूलाई के कसो लाग्छ हेरिदिनुहोस् होला। ल त गाइस अब चाहिँ हामी निक्लेको होइन, टक्कै यहाँ साथी पनि छ। के भयो अल्बिन्दा कहाँ हुन्छ ल टङ्गनालामा गाइस। साथीको चाहिँ वारेट छोडेछ घरमै होइन। अब ऊ फेरि वारेट ल्याउनु चाहिँ घर जानु पऱ्यो, त्यहाँ माथि पर्खिन्छौँ हामी होइन उसलाई। बाटो चाहिँ यस्तो चाहिँ हाम्रो चाहिँ गाइस, बाटो चाहिँ यहाँ पर्खिन्छु एकछिन। यतिको चाहिँ हुनु चाहिँ गाइस केटाहरू भेटेर होस्। यो रासिन चाहिँ अब दार्जिलिङ पुऱ्याउनु पर्छ, यहाँ पनि हालिरहेछ हो स्कुटीमा पनि। ल त गाइस लाग्नेको है, तेल त हालेर राखेको थिएँ मैले यसमा, खै के गर्नु पनि। त्यो गाइस होइन, हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ होइन। यो बाटो चाहिँ 5 वर्षमा चाहिँ रिपेयरिङ हुन्छ, जग्गा जग्गामा चाहिँ भत्किन्छ होइन गाइस। यहाँ पनि चाहिँ हाम्रो मन्दिर छ बेली थान होइन गाइस। हामी चाहिँ अहिले 0 पोइन्ट पुग्न आँट्यो होइन, जाँदैछ। यहाँबाट चाहिँ देख्छ होइन गाइस। होइन गाइस म चाहिँ अब डेली भ्लगहरू गर्दिनँ त होइन, किनभने अब त्यस्तो पनि पाउँदैन, प्लस अब कन्टेन्ट पनि पाउँदैन होइन। मोटो भ्लग गरौँ भन्छु होइन, अन्त अस्ति अब धन्यवाद थियो होइन, त्यो दिन चाहिँ धन्यवाद त्यो पनि बेचिदिएँ मैले होइन। किनभने साह्रै हेभी बाइक भयो त्यो, 500 सीसीको थियो बाइक होइन, त्यो बेचिदिएँ। अन्त चाहिँ मोटो भ्लग गर्नु पनि अब सबै जग्गा कता कता जानु पाएको मलाई त अब चाहिँ दार्जिलिङ सुकियाको मात्रै कुरो हाल्नु पनि मिल्दैन, हेर्नुलाई पनि अल्छी लाग्छ होइन तपाईँहरूलाई पनि। लट्ट गाइसको चाहिँ अब माथि पुगेर भेट्छु है त तपाईँहरूलाई। हाम्रो चाहिँ बाटो यस्तो चाहिँ यो बिजनबारी रोड हो यो चाहिँ, यस्तो छ गाइस होइन। बनिँदैछ बनिनु त होइन, तर धेरै टाइम लाग्छ यसमा अझै पनि बनिँदैन, किनभने यो बाटो बनिएको चाहिँ नभनेको पनि 4 वर्ष जस्तो चाहिँ भयो होइन बनाउनु सुरु गरेको चाहिँ होइन। यो बिजनबारीपट्टि चाहिँ तलपट्टि चाहिँ अब कम्प्लिट भइसकिसक्यो होइन, बिजनबारी जाने बाटो चाहिँ दामी भइसक्यो। तर अब हाम्रो यो उकालो बजारहरू जानेहरू चाहिँ अब बाटो यस्तै छ होइन। अनि जग्गा जग्गामा चाहिँ अलकत्र गरेको छ, जग्गा जग्गामा ब्लक भएको छ, जग्गामा चाहिँ यस्तो छ गाइस होइन है। यहाँदेखिको अलकत्र छ अब माथिसम्म दामी छ, यहाँदेखिको यहाँ माथिसम्म चाहिँ होइन। त्यहाँदेखिको चाहिँ फेरि अर्कै छ बाटो, फेरि ब्लक लगाएको छ जग्गा जग्गामा, फेरि जग्गा जग्गामा त्यस्तै खालटाङ कुद्नु। अहिले चाहिँ राम्रो बाटोमा हिँड्नु पाउने गाइस, हामी चाहिँ फेरि बाइक स्कुटीहरू लगेर गाडीहरू लगेर होइन। अन्त पो मजा छ त गाइस, यहाँनिर हेर्नु त कस्तो मजा छ यतिको बाटोमा होइन। टक्कै छ यो बाटो। अब यहाँ माथि मारिबुङदेखिको गुम्बादेखि चाहिँ त्यही हो, फेरि खालटाङको जुन ब्लक लगाएको। र गाइस हामी चाहिँ माथि पुगिसक्यो होइन, त्यो खर्चले जाँदैछ होइन। अन्त साथी चाहिँ अगाडि अगाडि छ फल्दिन्छ होइन गाइस होइन। जस्तो सुमो गोल्डमा स्कुटी हालेर लगिदिएको गाइस। ल त गाइस चाहिँ अब जाँदैछौँ होइन, यसमा फाटा पुग्यो। बाटो चाहिँ यस्तो छ गाइस, अब चाहिँ यहाँ के भन्नु गाइस अब त्यस्तै छ होइन। यो बाटो त अब चलाउनु मन लाग्दैन नि हामीलाई त अब होइन। हामीलाई त अब उता सुत्नेको बाटो आएर
दामी बनाएको छ नि त त्यो बाटो जानु मन पर्छ नि त होइन गाई तर के गर्नु अब यताबाटै आउने काम थियो होइन अलिकति लाग्ने डर पनि थियो होइन आफ्नै भएर केही थिएन दादाको गाह्रै चलाउनु पऱ्यो होइन किनभने दादा पनि यहाँ छैन त्यही बेङ्गलोर चाहिँ छ मुम्बईमा 28 तारिक आउँछ ऊ पनि होइन आइपुगेको छ यहाँबाट होइन तर अब के गर्नु होइन गाइस फगी लागिरहेको छ होइन क्लाउड भइरहेको छ ज्यादा होइन त्यसै कारणले गर्दाखेरि कञ्चनजङ्घा चाहिँ देख्दैन अहिले होइन कञ्चनजङ्घा देखेको बेलामा चाहिँ यस्तो स्याटिस देख्छ कि गाइस यहाँबाट के भन्नु अब तपाईँहरूलाई अब हेर्नु पनि भएको होला कतिजनाले होइन यस्तो छ गाइस बाटो आया चाहिँ म चेकपोस्ट हालेँ होइन जाँदैछु यहाँ पसिरहेको रहेछ दुई भाइले चाहिँ जु कस्तो कुदायो अन्त हिसाब से नाले हामी होइन तपाईँहरूलाई चाहिँ मेरो भ्लग चाहिँ के कसो लाग्छ होइन त्यो भनिदिनु होला होइन किनभने अब हामीलाई त्यस्तो आइडियाहरू छैन भ्लग बनाउने होइन बेला बेला अब टाइम पासको लागि बनाउँछु कोही बेला अल्छी लाग्छ र होइन रेगुलर बनाउनु पाउँदैन हामी त कामले गर्दाखेरि होइन बनाइ मनपर्छ होला सायद होइन मेरो भ्लग पनि गाइस म चाहिँ घुम पुगेँ होइन प्रकारले अब चाहिँ म एकछिन यता जान्छु जोरबङमा थाना जान्छु हो त्यहाँदेखि चाहिँ यता थाना जान्छु एकछिन होइन डकुमेन्ट्सहरू बुझाउनु पर्ने छ गाइस होइन अन्त चाहिँ जाँदैछु होइन त्यो डकुमेन्ट्सहरू बुझाउने थियो नि त थानामा चाहिँ त्यसै कारणले गर्दा चाहिँ घुम स्टेसन आइपुगेको हिसाब चाहिँ होइन चाहिँ सबै छैन रहेछ गाइस अझै पनि दार्जिलिङमा अब चाहिँ फ्युल हाल्छु फ्युल पनि कम्ती भइरहेको छ स्कुटीमा हो त्यहाँबाट चाहिँ फ्युल हालेर फेरि टक्कै जाने हो हामी दार्जिलिङतर्फ हामी चाहिँ दार्जिलिङमा त खासै काम त केही छैन मेरो अब त्यतिकै यसो घुम्नु मात्रै होइन काम त यहाँ घुममा थियो त्यसै कारणले गर्दाखेरि होइन मात्रै भन्दा पनि सामान किन्नु छ एक जोडा सामान किन्छु 3 जोडा गाइस होइन अन्त भाइको पनि सामान किन्नुपर्छ हो हाम्रो गाइस दार्जिलिङमा चाहिँ सिजन सक्यो भन्छ यस्तो डरलाग्दो जाम भएर यस्तो डरलाग्दो गाडी छ यार जाम भएर छ यार त्यसरी चाहिँ सिजन सक्यो भनेको अक्सिजन लाग्यो हुन्छ यार अक्सिजनमा पनि यस्तो डरलाग्दो हुन्छ यार दार्जिलिङमा यार पम्पमा जाम उताको पम्पमा हाल्ला जस्तो छ अब गाइस पेट्रोल पम्पमा पनि यस्तो डरलाग्दो लाइन लागिरहेको रहेछ नि त होइन गाइस यहाँ हाल्दिनँ अल्छी लाग्यो होइन तर डालीको उयसमा हाल्छु होइन आम्बो गाइस जाम चाहिँ फेरि जाम चाहिँ यस्तो छ हो दार्जिलिङमा पनि म चाहिँ बतासे आइपुगेँ गाइस होइन तर पनि हेर्नुहोस् न गाइस जाम हेर्नुहोस् गाइस जाम तर पनि बस्ने
गरेको नि त गाइस। सिधीबाट खिच्दैन नि त गाइस होइन यसरी। जाम चाहिँ यस्तो बिना रहेछ कि यस्तो डरलाग्दो जाम रहेछ यार। अक्सिजनमा पनि बाइक छिर्ने जग्गा छैन यार। अहिले बल्ल बल्ल अलिक भयो भने खोल्यो जाम, फेरि सुरु भयो गाइस होइन। अब चाहिँ कुना कुना लान्न जस्तो छ गाइस होइन। हाम्रो दार्जिलिङमा चाहिँ सिजन चाहिँ अझै सकेको छैन रहेछ होइन। त्यो बसहरूले गर्दाखेरि काम हुन्छ। सरी यार छिर्नु न यार, कस्तो छिरिरहेको छ यार। यसको त्यो ब्रेक चाहिँ के भएको यार। त्यसपट्टिको ब्रेक जस्टी हाम्रो स्टार्ट हेरेको ब्रेक प्याड हेरेको सोरुममै देखाउनु पर्ने रहेछ। सोरुममा देखाउँछ गाइस। यस्तोहरू पनि हालिदिँदो रहेछ गाइस। बङ्गालीहरू जस्तो हुन्छ क्या। पर पुगेर भेट्छु है त गाइस। अब चाहिँ मैले फ्युल पनि हालिसकेँ होइन। गाइस दार्जिलिङको जाम जाम घुमदिनको यहाँ उयोसम्म बजारसम्म नै जाम छ गाइस। है गाइस चाहिँ दार्जिलिङ स्टेसन पुग्यो। अब चाहिँ होइन दिन चाहिँ बिग्रिँदै गयो। अघि त टन घाम लागिरहेको थियो, गरम भइरहेको थियो होइन गाइस। गाडी चाहिँ पानी पर्नु थाल्यो होइन। पानी पर्ला जस्तो भयो गाइस होइन। पानी त परि त हालेको छैन, दिन चाहिँ धुम्बो नै भयो फग लाग्यो पुरा किनभने। अन्त धुम्बो भएर चाहिँ अब अलिकति भिज्छ भनेर छाताहरू लेख्दैन, रेनकोट त लेख्छु होइन गाइस। अन्त यता त्यता हिँड्दाखेरि त्यो छातामा पर्ने हो होइन। तर छाता चाहिँ अब के गर्नु। अब चाहिँ डाइरेक्ट म यताबाट चाहिँ त्यो पोस्ट अफिस जान्छु होला। पोस्ट अफिसै जान्छु होला होइन। जान्छु कि के जान्छु, पोस्ट अफिसै जान्छु पहिला। त्यो पोस्ट अफिसको नाम हो पहिला होइन। दार्जिलिङ होइन। दार्जिलिङको जाम त वान भ्यू आउँदैन। यसरी बच्चाहरू निस्किदिन्छ नि त गाइस। यस्तो त छ बच्चाहरू कि यस्तो खाले निस्किदिन्छ कि बच्चाहरू चाहिँ यसो बच्चाहरू क्या।
होस्। गाइस अब चाहिँ हामी निक्लेको दार्जिलिङबाट होइन, सबै सामानहरू पनि किनिसक्यो होइन, भइसकेको थियो। सामान चाहिँ डल्लै गाडीमा हाल्यो। सबै अब चाहिँ हामी निक्लेको होइन, जाँदैछु। पानी छिटायो, पानीको छिटाए, पानी पऱ्यो भने चाहिँ गाइस होइन म भिडियो बनाउनु पाउँदिनँ, किनभने मेरो फोन चाहिँ डल्लै भिज्छ होइन। त्यो कारणले गर्दाखेरि गाइस होइन दार्जिलिङमा जान्छु समताहरू त गाइस तपाईँहरूलाई होइन पानीको छिटामा आउँदैछ। त्यो चाहिँ पानीको छिटा आयो म भ्लग बनाउनु पर्दैन होइन गाइस, त्यसै कारणले। सो गाइस होइन म चाहिँ दार्जिलिङबाट पनि आइपुगेँ, अन्त आएर पनि उयो गरेँ, किनभने बाटोको चाहिँ भ्लग बनाएन तपाईँहरूलाई, किनभने पानी पर्दै थियो अघि। त्यसै कारणले गर्दाखेरि गाइस होइन अब चाहिँ के कसो लाग्छ तपाईँहरूलाई भिडियो यसो हेरिदिनुहोस् होला गाइस होइन। पानी परेर आउँदाखेरिको चाहिँ बाटो भ्लग बनाएन, अहिले चाहिँ फेरि घरमा आएर चाहिँ पानी पनि रह्यो, अन्त फोन भिज्छ भनेर बनाएन। ओके गाइस, लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनुहोस् होला गाइस।